मेरी कान्छी बहिनीको लभ म्यारेज भएको हो। क्याम्पस सँगै पढ्ने कुनै मगर केटासँग भागेको 1 वर्ष मात्रै भएको छ। हामी बाहुन परिवारका। आमाबुबा एकदमै कट्टर हुनुहुन्छ। हामी तीनै दिदीबहिनीको बिहे आफ्नै जातको केटासँग भएको हो। तर कान्छीले चाहिँ आफ्नै मर्जीले बिहे गरेकोमा बुबा-आमा यति रुष्ट हुनुभयो कि उसँगको सम्पर्क नै बन्द भयो। हाम्रो लागि कान्छी मरी भनेर बुबा-आमा सधैँ भनिरहनुहुन्थ्यो। सबैले पुलपुल्याएर हुर्किएकी कान्छीले यसरी कुनै जानकारी नै बिना बिहे गरेकोले हामी सबैले अपमानित भएको महसुस गरिरहेका थियौं। उसको माया त लाग्थ्यो तर उसले दुःख पाउली कि भन्ने चिन्ता पनि थियो। कान्छीले पनि हामीसित डराएर हो अथवा रिसाएर हो कुनै सम्पर्क नै गरेकी थिइन्। खाली ऊ पोखरामा बस्छे, स्कुलमा पढाउँछे। उसको लोग्ने अर्थात् हाम्रो जुवाई बैंकमा काम गर्दछन् भन्ने सम्म हामीलाई जानकारी थियो। एक दिन कान्छीको फोन आयो। पहिले त म दङ्ग परे। पछि दिदीबहिनी नै रुन थाल्यौ। उसको छोरा जन्मिएको रहेछ 1 हप्ता अगाडि। सुनेर खुसी लाग्यो। तर आफ्नो लोग्नेको घरतिर कोही अभिभावक नभएकाले छोरा हेर्नलाई एकदमै गाह्रो भएको गुनासो डराई गरी। बहिनी हो माया लाग्यो। म उसलाई काठमाडौँ त लिएर आउन सक्दिनथे। तर हप्ता 10 दिन मात्रै भए पनि सँगै बस्ने विचारले पोखरातिर लागे। बस पार्कमा जुवाई मलाई लिन आएका थिए। यसो हेर्दा त बच्चे जस्ता। मगरहरू उसै पनि होचा र डल्ला हुन्छन्। तर मान्छे हँसिला र ह्यान्डसम नै रहेछन्। मलाई उनैले बोलाए। मोटरसाइकल लिएर आएका थिए। मोटरसाइकलमा पछाडि राखेर घरतिर लिएर गए। म सकेसम्म उनलाई नछोई बसेकी थिएँ। तर जोल्टिङमा पर्दा मेरा दुध पुरै उनको पिठ्यौमा रगेडिन पुग्थे। मलाई साह्रै मज्जा आइरहेको थियो। अनि म नजानिदो पाराले उनीतिर सर्दै गइरहेको थिएँ। घर पुग्दा नपुग्दा मेरो चिकारो मन उत्ताउलो भइरहेको थियो। मेरो मनमा अर्कै किसिमका कुराहरू आइरहेका थिए। उनीहरू चिप्लेडुङ्गामा एउटा फ्ल्याट नै भाडामा लिएर बसेका रहेछन्। घर असाध्यै सुन्दर थियो। कोठा पनि ठुला, 2वटा बेडरुम, एउटा सिटिङ रुम प्लस किचन, अनि बाथरुम र टोयलेट। त्यति भए त काफी पुगिहाल्यो नि। बाटोमा मैले जुवाईसित अलिअलि कुरा गर्न भ्याइसकेको थिएँ। बहिनी मलाई देख्ने बित्तिकै रुन थाली। अँगालो हालेर मैले उसलाई फकाएँ। एकैछिनमा हामी नर्मल भयौँ। म थाकेको थिएँ। धुलो र पसिनाले जिउ नै कटकटिएको थियो। त्यसैले नुहाएर फ्रेस भएर आएँ। एकछिन कान्छीसित यताउताको कुरा गरेँ। यति बेलासम्म जुवाईले कुखुराको मासु र भात बनाइसकेछन्। मिठो पकाउँदा रहेछन्। जुवाईले यति माया गर्नुहुँदो रहेछ त अनि यसरी भागेकी नि भनेर भनी पनि दिए। दुवै खुसीले हाँसे। एकछिन रमाइलो भयो। अबेरसम्म कुरा गरियो। तर म थाकेकाले सुत्न भनेर अर्को कोठामा गएँ। नाइटी लगाएर एकछिन पल्टिएँ। निद्रा आइरहेको थिएन। एकैछिनमा पिसाब लाग्यो। टोयलेट अर्को कोठाको छेउमा थियो। टोयलेट गरेर फर्किँदा कोठाबाट ठुलै आवाजमा केही कुराकानी सुनियो। ठ्याक्कै 7 महिना भयो मनिता। मलाई कस्तो गाह्रो भइरहेका होला सम्झ त। जुवाईले भने। कस्तो कुरा गर्नुहुन्छ? यस्तो बेलामा म कसरी गर्न सक्छु? कान्छीले भनी। सक्दिनौ मैले के भनेको छु त? अनि किन त सधैँ यस्तो कुरा? होइन नगरी हुँदैन भने थापिदिनु हो, थापिदिन्छु। आफ्नो इच्छा पूरा गर्नुस्। मैले त्यसो भनेको होइन। हातले झार्दा हैरान भइयो भन्ने नि। त्यसो भए कोही खोजेर गए हुन्छ नि। लेक साइडतिर जति भालु पाइन्छ। कान्छीले रिसाएर भनी। जुवाईले हाँस्दै जिस्क्याए। त्यसै गर्नुपर्छ कि जस्तो छ। अहिले नै जाऊ। कान्छी ठस्किई। खोइ छोड यो कुरा। दिदी कस्ती मज्जाकी हुनुहुँदो रहेछ है। मलाई त तिम्रो परिवारले जातको आधारमा गरेको हेला सम्झिँदा त असाध्यै रिस उठेको थियो। तर अब रिस मर्यो। दिदी मजाकी हुनुहुन्छ। हेर न झन्डै 50 पुग्न लागिसक्नु भयो तैपनि कस्तो यङ देखिनुहुन्छ। उहाँ बहिनी र म दिदी जस्तो देखिन्छौ। हो त्यो त सेक्सी पनि असाध्यै। फिगर बहुत सेक्सी छ। जुवाईको कुराले मेरो मुटुको धड्कन नै बढ्यो। जाठो त प्ले बॉय नै रहेछ कि क्या हो? मैले मनमनै सोचे। छियहिले दिदीले सुन्नुभयो भने। कान्छीको कुइरा सुनेर जुवाईले भने, सुने त झन् खुसी हुनुहोला नि। जुवाई उहाँको सुन्दरताको दिवाना भएछ भनेर खुसी लाग्ला नि त। जुवाईको कुराले मलाई हौस्यायो। लो आइज जाठा भन्दै पुती फर्लक्क पर्काएर। उत्तानो पर्नु जस्तो पो भयो। होइन म के सारो रन्डी जस्तो भएको। जति बेला पनि चिक्न मात्रै मन लाग्छ। म मनमै सोच्दै थिएँ। मैले पुती छामी। रसाइसकेको थियो। धत।
कान्छीले भनी, नराम्रो मान्दैनौ भने एउटा कुरा भन्छु है। हाम्री दिदी त कलेज पढ्दा त प्ले गर्ल जस्तै थिए। यति धेरै केटा फेर्थी नि महिनैपछि। लास्टमा यस्तो तोरी स्वाटसँग परे कि बिचरीको माया लाग्छ। कान्छीको कुरा सुनेर मलाई रिस उठ्यो। तँलाई जाठी मेरो बदनाम गर्छेस् भन्ने सोचे। हो र, जो मेरो बाउमा सुन्न उत्साही भए। नि एक दिन त दिउँसो म स्कुल चाँडै छुटेर घर गएको। घरमा कोही थिएन। उसको कोठा बन्द थियो। अब घरमा नक गर्ने चलन त हुँदैन। भित्र त पुरा दिदी र उसको ब्यायफ्रेन्डको चिकाइ क्लाइमेक्समा पुग्दै रहेछ। आइ तएर उठे। कान्छी खित्किएर हाँसी, मलाई झलक्क त्यो दिनको याद आयो। त्यही दिनपछि त्यो केटासित मेरो ब्रेकअप भएको थियो। अनि के हुनु नि, म भागेर अर्को कोठामा गएर चुकुल लगाएर बसे। मैले जीवनमा पहिलो पटक नाङ्गा केटाकेटी देखेको थिएँ। भर्खर 14 टेकेकी थिएँ। तिमीलाई पनि गरौँ लागेन। छ्या, बच्चे थिएँ नि त। तर रातभरि म सुत्नै सकिन। त्यही दिनदेखि मलाई यहाँ तल पानी बग्दो रहेछ भन्ने कुरा थाहा भएको। दिदी अहिले पनि त पटाखा छन्। कतिजनालाई फसाइसकिन् होला। जोएले भने, बिहे गरेपछि